हेलो गाइस, सेकुवा है। यहाँ चाहिँ यसरी पोलेको सेकुवा ढुङ्गामा यी मरमसला हालेर टक्क पोल्या छ। कहिले पाक्ने थाहा छैन। बफ्याएर प्लेट सबैले फर्काइदिनु पर्यो। वा, यो आगोको सेकुवा यसरी दामी हुन्छ। अब यसलाई झ्याप्प छोपिदिने। यसरी छोपिदिएपछि मजाले पाप्छ, झन् बफेर पाक्छ। अलि सफा ढङ्गले ट्याक्क छोपिदिने। हेरे ल चाहिँ हर्रे भन्छ एकछिन जान्ने बेला यस्तो घनघन जङ्गल छ। आगो बालेर ढुङ्गामा मासु सेकुवा बनाएर के गर्ने। अब यसो कहिलेकाहीँ त रमाइलो गर्नु पर्यो। यहाँ चाहिँ यस्तो छ, पुल हालेछ फेरि सानो खोलामा यसो टक्क जाने। माछा पनि छ यहाँ फेरि कुना कुना। ओहो, कत्रो कत्रो छ यार माछा नि। पानी पुल हालेछ फेरि यहाँ। पुल पनि खतरा छ यो। माछा पनि डन्नै छ। यसलाई बल्छी हानेर मार्नुपर्छ। पानी चाहिँ ठुलो छैन, खोल्ची हो, सफा पानी गाउँघरको। ओहो है माछा, ओहो हिले माछा कत्रो कत्रो। पाइप पानी लगायो गाउँ घर घरमा। यो ठुलो पाइप भइहाल्यो। यो फल छ यसमा। अहिले फल्ने बेला भएर हिँड्छ। त्यहाँ उडार छ ठुलो सुरुम। यस्तै छ। ओहो माछा त यार के हो यार, माछा खतरा रहेछ गाइस। माछा त सेकुवा पाक्दैछ। अब यता माछा मार्नै बाँकी छ। ल हाम्रो सेकुवा बन्दैछ। दामी खालको सेकुवा। ल दाउरा नि मजाले बलिरहेको छ। एकचोटि हेरौँ यस्तो भयो। वा ल दामी। ल मसला हालेछ यसमा, मरमसला। त्यो दारु छ, लोकल दारु। यो आगो नि दामी बलिरहेको सेकुवालाई। गाउँघरको सिस्टम यस्तै हो गाइस। अरे यस्तै छ गाइस। ल